वेलकम टु माई भ्लग होइन। आज चाहिँ हामीहरू बिहा सकिसकेको छ र हामीहरूको अब पिकनिक छ होइन। केटाहरूको सबजना अब दाइहरू अनि अरू सबजना जस्ट ठुलो ठुलोहरू अनि हामी चाहिँ अब सानै पऱ्यौँ होइन। अनि हामीहरू चाहिँ आज यसो न बिहा सकिसकेपछि पार्टी खान गइरहेको छु होइन दाजु, पार्टी खान गइरहेको छु भन्नु न होइन। यहाँ चाहिँ हाम्रो सिमीको गेडा पाकिरहेको छ, मासु पाकिरहेको छ होइन। यहाँ चाहिँ मासु छ। अब चाहिँ हाम्रो मासु होइन पाकिसकेको छ अनि अब हामीहरू एकछिनमा खान्छौँ। सबजना रेडी छन् है, खाएर यहाँ चाहिँ बसिरहेको छु। अब चाहिँ एकछिनमा भजनलाई अरू चाहिँ उता गफ गरिरहेको छन् है, पुरा गफ गरेर खाँदैछन् आधा है। होइन हाम्रो चाहिँ यो भतिज हाम्रो रोशन भण्डारीको बिहाको चाहिँ इन्डिङ पार्टी हो होइन। हामीले चाहिँ यहाँ चाहिँ आज हामीले हाम्रो परिकारहरू चाहिँ खुट्टा बनिरहेको थियो, टाउको बनिरहेको थियो, बोइलर बनिरहेको थियो, हामी सबै साथी भात बनिरहेको थियो। केटाहरूलाई चाहिँ म के भन्न चाहन्छु भने सबैजनाहरूले आफ्नो पारा चाहिँ नदेखाऊ, मिलेर बस होइन। हाम्रो चाहिँ यहाँ यहाँ डिजे सिजे सबै छ। हाम्रो भाइ भर्खर चाहिँ काकु अहिले आइरहेको छ। काकु माइन्ड नगरेस्, हामी खाने मान्छे हो हेर होइन। माइन्ड नगरेस्, मासु पुगेन नसुचेस्, किनभने हामी चाहिँ खाइरहेको छु हेर होइन। ऊ नमानेस्, जे छ त्यसैमा सबैले चित्त बुझाउनुपर्छ हो कि नै। मेरो खानदानमा चाहिँ सबैभन्दा कान्छो होइन, रोशन भण्डारीको बिहामा चाहिँ हामी जसो तसो होइन, हामी 4-5 वर्षभन्दा बढी भयो। हामी चाहिँ एकदम खुसियालीमा चाहिँ हामी कहिले पनि रमाएनौँ होइन। अब लगभग हामी 5-7 वर्षपछि चाहिँ हामी आफ्नो एउटा प्यारो भाइको चाहिँ विवाहको चाहिँ हामी आज पार्टी खाँदैछौँ। मेरो भाइलाई चाहिँ होइन
शुभ विवाहको शुभकामना बधाई सँगसँगै होइन यो खुसियाली जीवन्त रहोस् होइन अब योभन्दा पछि चाहिँ कोही रौला नरौला तर यो भिडियो जीवन्त रहोस्। आजको दिनमा चाहिँ हाम्रो सबैभन्दा कान्छो भाइको बिहा भएको हाम्रो कान्छो भाइको बिहा धेरै लामो समयपछि गाउँमा आएको अवस्था बिहा पनि सम्पन्न भएको अवस्था हो। सबैहरू आफ्नो जिम्मेवारीले सबै क्षेत्रबाट दाइ भाइ सबैले राम्रो चाहिँ काम गरिदिएको हुँदा हृदयदेखि आभारी छु म। आफ्नो क्षेत्रबाट सकभर रमाइलो गर्ने हो। गाउँमा हाम्रो सबै युनिटीहरू भन्ने कुरो यस्तै यो थाहै छ। गाउँको धेरै वर्षपछि हामीले पनि रमाइलो गर्न पाएको र वैवाहिक जीवनलाई दम्पतिलाई शुभकामना सहित म यतिकैमा छुटिन चाहन्छु। अब यस्तो हुन्छ क्या बिहेमा होइन अब यस्तो हुन्छ रेस्पेक्टेड दादाहरू आउँदा होइन भाइहरू भयो होइन सबैजना पत्रकार पनि अलिकति कुरा हो। अब के भनौँ जस्ट 2-4 दिन जे जस्तो भए पनि नर्मल विवाहमै रमाइलो गर्न पाइयो त्यो हो। दादाहरूले दादाहरू अङ्कलहरू भाइहरूले सपोर्ट गर्नु त्यही नै मेरो लाइफ कुरा हो होइन। योभन्दा सकेसम्म आफूले गरे जस्तो लाग्छ मलाई। अब त्यो नगरे पनि केही कुरामा त्यसमा चाहिँ एक्सपेक्ट होइन त्यस कुरामा एक्सेप्ट पनि माग्छु। अब त्यही त हो नि सकेसम्म राम्रो गरौँ भन्ने हो। अब भन्दा भन्दै चाहिँ केही कुरामा कमी भएपछि अल ओभर होइन अल अब त्योभन्दा त के बनाउँछ अङ्कल होइन के पनि हो होइन अब चाहिँ त्यही हो। अब जे लाग्छ मनमा भन र मेरो भाइ होइन जहिले पनि क्या ज्ञानी होस् मनमा भएको ट्याट्टा आयो त्यस्तो कुरा एकदम राम्रो हुनुपर्छ त्यो कामना शुभ विवाहको कामना यति नै भेटौँला अर्को नेक्स्ट ब्लगमा है। अनि हाम्रो जे जस्तो भए पनि आज सबै कुरा हाम्रो जे एउटा पिकनिक त रमाइलो भयो। फाइनली हाम्रो न्यू ब्लगर हुनुहुन्छ हाम्रो सब्सक्राइब गरिदिनु होला। राम्रो हुन्छ सपोर्ट म त त्यति यो सानो क्लिकमा तपाईँहरूले भलो गर्न क्लिक गर्न सक्नु भएन। तपाईँहरू मानवताको नाटै रहेन। जसले हेर्नु भएको छ नि सबैले सेयर सब्सक्राइब गरिदिनु होला। तपाईँले चाहिँ बिग्नर देख्नु होला होइन हिरो पारस अनि यति जहिले सपोर्ट देखाउँछ केटी भनेर मात्रै चाहिँ क्लिक नगर्नु होला। हामी सबै केटाहरू भेटौँला अर्को ब्लगमा। बाई सी यू सुन नेक्स्ट ब्लग है।